खुद खूब उच्चा कुल आर्यवंशी हुन गई, सत्कर्ममा मन दिया, विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, उनको नाति म भानुभक्त भनी हो यो चिन्नु जानी लिया। र यसबाट के थाहा हुन्छ भने श्रीकृष्ण आचार्यका नाति थिए र उनीले भानुभक्तलाई शिक्षा दिएका थिए भन्ने कुरो स्पष्ट हुन्छ। र यो घाँसीबाट प्रेरणा पाएको कुरा त अघिदेखि हामीले सुनिसक्यौँ र वास्तवमा त्यही घाँसीबाट प्रेरणा पाएर उनले भनेका थिए, यस घाँसीले कसरी दिएछ आज अर्ती, धिक्कार हो मखन बस्नु नराखी कीर्ति भनेर। त्यसपछि उनले कीर्ति राख्नलाई नेपाली समाजमा हिन्दू धर्मलाई फैलाउन र त्यसलाई अगाडि बढाउनलाई रामायणको उल्था गरे र त्यसैबाट तपाईँको अरू कविताहरू पनि लेखे। भानुभक्तका सबै कुराहरूलाई विचार गर्दा 80% भन्दा बढी कुरो उहाँको योगदान चाहिँ रामायण नै हो। रामायणको बालकाण्डदेखि लिएर अरू सबै काण्डहरूको उल्था गरेको मात्र होइन, यो वाल्मीकि रामायणको भावानुवाद मात्र हो। त्यो कथाको आधारमा यो नेपालीकरण गरेर भानुभक्तले आफ्नै रामायणको रचना गर्नुभएको। त्यसकारणले यो रामायणमा भानुभक्तको आफ्नै मौलिकता पाइन्छ। र यसभन्दा अगाडि भानुभक्तभन्दा अगाडि नेपाली भाषा विभिन्न ठाउँमा विभिन्न किसिमले बोलिन्थ्यो र डोटीमा बोल्ने नेपाली पूर्वमा बस्ने कोशीका मान्छेले बुझ्दैनथे। अझै पनि डोटीबाट आउनुभएको कोही छ भने उहाँहरूको नेपाली भाषा हामीले बुझ्न गाह्रो हुन्छ। तर अब चाहिँ धेरै मिक्स भइसक्यो र यो हरेक ठाउँको नेपाली भाषा आफ्नै आफ्नै थियो। र यो नेपाली भाषालाई एकरूपता दिन, यो मूल नेपाली भाषा बनाउनलाई रामायणले निकै ठुलो मद्दत गर्यो। रामायणको पुस्तक छापिएपछि त्यो रामायणको पुस्तक चाहिँ नेपालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबैतिर पढ्न थालियो र नेपाली भाषाको मूल रूप चाहिँ एक दिन नारद सत्य लोक पुगी गया लोकको गरौ हित पनि भन्ने यो नै तपाईँ के छ भने नेपालीको आजको नेपालीको मूल रूप हो। त्यसैको परिष्कृत रूप नै आज यो हामी बोल्ने नेपाली भाषा हो। र यो रामायण मात्रै होइन, भानुभक्तजीले धेरै फुटकर कविताहरू लेख्नुभयो, धेरै कुरोहरू चाहिँ के छ भनेदेखि कविता लेख्नुभयो र यसभन्दा थुप्रै नेपाली साहित्यका कविहरूलाई, कथाकारहरूलाई, साहित्यकारहरूलाई पनि ठुलो प्रेरणा दिनुभयो। खास गरेर विभिन्न पक्षमा जो फुटकर कविताहरू लेखेर उहाँले जो दिनुभयो, यो यसले गर्दा नै पछिका थुप्रै कविहरूले प्रेरणा पाए। र खास गरेर प्रकृति सम्बन्धी कविताहरूमा हामी भानुभक्तलाई अग्रणी देख्छौँ। उहाँको एउटा सानो म श्लोक सुनाउँछु। उहाँको यो श्लोक चाहिँ बालाजी भन्ने कवितामा छ। यति दिनपछि मैले आज बालाजी देख्या, पृथ्वी तलभरिमा स्वर्ग हो जानी लेख्या, वरिपरि लहराका झुली बस्या चरा छन्, मधुर वचन बोली मन लिँदा क्या सुरा छन्। यहाँ बसेर कविता यदि गर्न पाऊँ, यसैदेखि शोक अर्थोक म के चिताऊँ, त्यसमाथि एक असल सुन्दरी नचाहूँ, खैचेर इन्द्र कन स्वर्ग यहीँ बनाऊँ। यो बालाजीलाई देखेर उहाँले प्रकृतिको प्रेममा यसरी दिनुभयो। र हामी के भन्छौँ भने लक्ष्मीप्रसाद देवकोटालाई हामी हाम्रो ओड सोर्स भन्छौँ, जसले चाहिँ प्रकृतिका थुप्रै प्रेमी कविताहरू लेख्नुभयो। र लक्ष्मीप्रसाद देवकोटाले पनि धेरै कुराहरू भानुभक्तबाट प्रेरणा पाउनु भएको छ। र लक्ष्मीप्रसाद देवकोटाले पनि भानुभक्तलाई को बारेमा लेख्दा यही भन्नुभएको छ कि उहाँले थुप्रै नेपाली कविताहरू लेखेर हामीलाई प्रेरणा दिनुभएको छ। र यो मात्रै होइन, हाम्रा त्यसभन्दा पछिका कविहरूले थुप्रै विविध विधामा कविताहरू लेखे, विविध विषयमा। र थुप्रै विषयमा लेख्ने कविहरूमा हामी मास्टरपिसको रूपमा धेरै कुराहरू लिन्छौँ। र एउटा मास्टरपिसको कुराहरू लिँदाखेरि सिद्धिचरणजीको ओखलढुङ्गालाई पनि भन्छौँ हामी। ओखलढुङ्गाको यति मिठो वर्णन गर्नुभएको छ कि जो एउटा प्राकृतिक सुन्दरतामा बसेको यो ओखलढुङ्गाको,
र त्यो मास्टरपिसको पनि प्रेरणा भानुभक्तजीले नै दिनुभएको हो। र भानुभक्तजीले त्यस मात्रै होइन, अरू कुराहरूमा सबैलाई प्रेरणा दिनुभएको छ। र अर्को कुरो के भनेदेखि हाम्रो नारीहरूको सौन्दर्यताको बारेमा पनि कविजीहरू धेरैले लेख्छ। र भानुभक्त पछिका धेरै जसो कविहरूले पनि लेखे र यसको पनि प्रेरणा त भानुभक्त नै छन्। खास गरेर भानुभक्तको कान्तिपुरी नगरीको एउटा कविताको एक श्लोकमा बताउँछु, जसमा हामीले के छ भन्दाखेरि कान्तिपुरको व्यापक वर्णनको साथसाथै त्यहाँका नारी सौन्दर्यताको पनि वर्णन गर्नुहुन्छ। त्यसको पहिलो श्लोक यसरी छ, चपला अपलाहरू एक सुरमा गुणकेशरीको फुलली शिरमा हिँडन्या सकिलिकन ओरिपरि अमरावती कान्तिपुरी नगरी। र यो कविताहरूको प्रेरणा स्वरूप हामीले थुप्रै देख्छौँ। त्यसमा एउटा के छ भन्दाखेरि त्यो काठमाडौँ कि नेवारी भन्ने गीत पनि छ, त्यो काठमाडौँकै अबलाहरूलाई लिएर लेखिएको कुरो हो है। र यस्ता थुप्रै कुराहरू चाहिँ के छ भने हामी प्रेरणाको स्रोतको रूपमा भानुभक्तलाई लिन्छ। र भानुभक्तले आफ्नो प्रेयसीलाई सम्झेर पनि कविता लेख्नुभएको थियो। भानुभक्त काठमाडौँमा बस्दा उहाँको प्रेयसी चाहिँ घरमै हुनुहुन्थ्यो र त्यो प्रेयसीलाई सम्झेर उहाँले एउटा श्लोक लेख्नु भएको छ। म यो यहाँहरूलाई सुनाउन चाहन्छु। बिन्ती म एक गर्दछु सुन प्रिय, प्रीति निरन्तर रहोस्, ताहाँको मन पिजरामा मुनिया ए चाल सदाकाल रहोस्। यो तिम्रो मुखतन्द्र झल्की मनमा त्यसले उज्यालो गरे, शीतल गर्न उचित हो अधिक ताप गर्दो छ सूर्यैसरी। ताकि उहाँको प्रेयसीको के छ भन्दाखेरि मुख सम्झेर मलाई उज्यालो हुन्छ भनेर उहाँले यो कविता त्यतिखेर लेख्नुभयो। र यसरी प्रेयसीलाई सम्झेर कविता लेख्नेहरू भानुभक्तदेखि अहिलेसम्म पनि छन्। थुप्रै कविहरू लेखे। हुँदा यहीँ यो वेस्ट पाम बिचमा पनि उहाँहरूको यो 21औं वर्षगाँठ भनेको थिएँ मैले, 31औं रहेछ वर्षगाँठको उपलक्ष्यमा एउटा मिठो प्रेयसीलाई लेखेको कविता मैले के छ भन्दाखेरि हाम्रो अध्यक्षज्यूको घरमा भएको कवि गोष्ठीमा सुन्न पाएको थिएँ। त्यो चाहिँ हाम्रो विजय कटेलज्यूले लेख्नुभएको थियो। होइन, राम्रो कविता थियो, मिठो है। अरे यो पनि उहाँलाई पनि के छ भने केही न केही मात्रामा परोक्ष अपरोक्ष रूपमा भानुभक्तको प्रेरणा पक्कै छ। यो बाहेक भानुभक्तजी व्यङ्ग्यात्मक कविताहरू लेख्नमा माहिर हुनुहुन्थ्यो। व्यङ्ग्य गरेर कविता लेख्नमा उहाँ माहिर हुनुहुन्थ्यो। व्यङ्ग्यात्मक रूपमा हामी अहिले मास्टरपिसको रूपमा हाम्रा कविहरूमा भुपी शेरचनलाई लिन्छौँ। भुपी शेरचनको घुम्ने मेचमाथिको अन्धो मान्छे, यो उहाँको यो घण्टाघर, यो चाहिँ के छ भने व्यङ्ग्यात्मक शैलीमा लेखिएका मास्टरपिसहरू हुन्। र उहाँलाई पनि भानुभक्तजीको ठुलो प्रेरणा थियो। र त्यस बेला भानुभक्तजीले बेला बेलामा व्यङ्ग्यात्मक शैलीमा कविताहरू लेखेर बडा राम्रोसँग आउनेवाला कविहरूलाई प्रेरणा दिनुभएको। कविजीलाई काठमाडौँमा थुनामा लगेर राखियो, किनभने उहाँका पिता धनञ्जय आचार्य हरदार हुँदा हिसाब किताब बाँकी थियो। त्यो हिसाब किताब बुझाउन नपाइने धनञ्जयजीको स्वर्गीय भएकोले छोराले हिसाब किताब बुझाउनु पर्ने भयो र छोरा उहाँ काठमाडौँमा उहाँलाई पक्रिएर लगियो र त्यो हिसाब किताब बुझाउन नसकेर उहाँलाई कुमारी चोकमा थुनिएको थियो। र त्यो कुमारी चोकमा थुनिँदा त्यतिखेरका इनचिफ कृष्णबहादुरसँग उहाँले कविता सुनाउन थाल्नुभयो। र त्यो कविता सुन्दा सुन्दै कृष्णबहादुर ए बाजे ल कविता भन् भनेर दिने पछि कविता सुनाउन लाउँथ्यो। र उहाँले त्यही क्रममा एक दिन यस्तो कविता सुनाउनुभयो। अब आफ्नो पनि व्यथा चिफलाई भन्नु पर्यो भनेर उहाँले भन्नुभयो, रोज 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 दर्शन पाउँछु चरणको, ताप छैन मनमा छु, रातभर नाच पनि हेर्छु खर्च नगरी, ठुला चयनमा म छु। रातभर नाच पनि हेर्छु खर्च नगरी, ठुला चयनमा म छु। लामखुट्टा उपिया उडु ससँगी छन् यिनकै लहरमा बसी, लामखुट्टाहरू गाउँछन् नाच्छन् उपिया म हेर्छु बसी भनेर यसरी तपाईँको एउटा उहाँले दिनुभएको। र फेरि यो क्रम जारी नै रह्यो। उहाँको हिसाब किताब मिलेन, चिफ कहाँ जान्छ, खै हिसाब किताब भन्छ, बसे महिनौँ दिनसम्म उहाँलाई कुमारी चोकमा थुनिरह्यो। अनि अर्कोपल्ट पनि फेरि चिफ कहाँ जानुभएको थियो। उहाँले अर्कोपल्ट पनि यस्तै एउटा व्यङ्ग्यात्मक